हेलो गाइज म चाहिँ भाइटिका लाउन जानलाई रेडी भइसकेँ अब ल सबैलाई भाइटिकाको धेरै धेरै शुभकामना राम्रोसँग लगाउनु होला म पनि अब भिडियोमा अपडेट गरिहाल्छु है अब म चाहिँ रेडी भएँ जानको लागि ह्यापी भाइटिका सबैलाई वीडियो बनाओ टिका लगाइसकेँ अब चाहिँ खाना लाग्दैछु खसीको मासु दही अचार छ यहाँ साग काउली सलाद दाल पुलाउ ल भाइटिका लाग्यो अरे अब चाहिँ म खाना सुरु गर्छु ल त्यही तपाईँ पनि लिनु न सँगै ल खानी तिमी खाऊ म बुढ़ गया है पर वहाँ तार हुन्छ कस्तो मिठो भयो कस्तो भयो चाहिँ ठुलो पाके खाइन अलि है काँचो पाकेको छ सेल आएछ क्या छैन त्यस्तो हुन्छ होला चिसो भयो क्या सागहरू चाहिँ है साग चाहिँ चिसो काउली साग चिसो भन्छ क्या माम यतिको छु जस्तो मन पर्छ अलि सेला है खाना पुरा आएर पकाउनु पर्ने चाहिँ क्या ठिक्क बनाएर तपाईँ तातो कि पकाउँछु मलाई केही थप्नु पर्दैन अलिकति पुलाउ थपिदिनु अरू सबै त पुग्छ अनि तपाईँ पनि मासु यत्रो एक बोटको छ अब अर्को ठाउँमा नि खानु पर्यो नि किरो छैन खोर्सानी एउटा खान्छ यहाँ हतार खान्छु सानो पकाउनु पकायो भने म माइले खान भन्ने खानु भने कि उसले रश्मिताले पनि भनेन उसले बिर्सिहाल्यो बिचारा तपाईँ बिर्सिनु भयो होला नि बिर्सि मलाई पनि थाहै भएन भाउजू भरे आउनुहुन्छ होला नि त हजुर रश्मिता भाउजू आउँदैन भोलि बिहान खाना खाएर आउँछ पुग्छ दिदी अब अलिकति राख्छु ल अलिकति अरू कि मासु अलिकति 2 पिस थप सबै त केही पर्दैन 2 पिस थप बिस्तारै खाऊ किन हतार गर्नु
अब खाएर दौडिने म गएपछि पनि त लाउने भनेर बसिरहेको छन् नि को दिदीहरू अच्छा ल म झोलामा हालिदिन्छु तिम्रो सामानहरू अनि कि बेलुका यहीँ बस्ने गरी आउँछ अब आउनु त नभए दिदी मासु त त्यत्रो बेर हुन्छ हुँदैन खाऊ बिस्तारै खाऊ अर्को तरकारी छोडिदिउँ न खाना बस्नु त माइनलो बेलुका अर्को भानु भयो नि तिमी बेलुका आउनु भए आऊ न त बेलुकाहरू छँदैछ अब बेलुका यतिखेरसम्म यहीँ छु बेलुका होइन तिमी उता गएर कि भोलि बिहान अफिस छैन गए होइन भोलि त अफिस छैन अफिस छैन आऊ न त अनि बेलुका घरै जान्छु कस्तो ओतिर पर्तिर कोही छैन नि त अनि घरै अँधेरो हुन्छ तिहारको दिन कस्तो अनि बत्ती त बाल्नु पर्यो नि त्यहाँ घरबेटीहरू छैन घरबेटीहरू छन् उनीहरूको हिजो मात्रै चोखेको खै ल्याउँदैन नि टिका भन्दै मिठो भएन होला कति खानेकुराहरू मिठो सबै मिठो भएको छ मजाले खाएँ